जब म मेरो मिड 20s मा थियो मेरो वान अफ द बेस्ट फुड भनेको चाहिँ क्रिस्पी चिकन थियो होइन, जुन चाहिँ KFC मा पाउँथ्यो होइन, जुन चाहिँ पिरोवाला हुन्थ्यो नि त्यो वाला चाहिँ मेरो एकदमै फेभरेट थियो। र त्यो टाइममा चाहिँ म अर्ली मर्निङमा पनि काममा जाने बेलामा होइन बिहान बिहानकै हुन्छ नि चिकन र फ्राइज खान्थेँ, दिउँसै खाने त्यस्तो गर्थेँ कि राति नै खाने, त्यसरी खाने गर्थेँ। र पछि म यहाँ स्पेन आइसकेपछि चाहिँ मैले स्पेनको कानारियामा चाहिँ थिएन कि त्यहाँनिर चाहिँ यो KFC वाला चिकन होइन, अनि म त्यो चिकन खानुको लागि म बार्सिलोना आएको थिएँ क्या, एउटा सिटीबाट अर्को सिटी नै गएको थिएँ कि त्यस्तो पागल चिकनको लागि भनौँ न, KFC को चिकनको लागि। अहिले त मलाई त्यति खानु मन लाग्दैन होइन, तर मैले रिसेन्टली एउटा टानो भिलारको चाहिँ एउटा 48 आवर्समा मैले कोरियामा चाहिँ क्रिस्पी चिकन ट्राई गरेको भिडियो हेरेको थिएँ कि यस्तो खाउँ खाउँ लागेर अनि मैले यो भिडियो चाहिँ भनौँ न यो चिकन बनाएर खाएँ र साथै यो भिडियो पनि बनाएँ होइन, जसमा चाहिँ मैले सुरुमा चिकन विङ्स लिएँ र त्यसलाई मजाले काँटाले गोपेर नुन खुर्सानी जिरा धनियाँको धुलो हालेँ अनि 2टा अन्डा हालेँ अनि त्यसलाई मजाले मोलेर अनि 24 होras चाहिँ त्यतिकै राखिदिने। अनि त्यसपछि चाहिँ मैदा र कर्नफ्लावरमा मजाले हाल्ने अनि हालेर डिप फ्राई गर्ने हो। यस्तो मिठो भयो त्यो, यो KFC को के चिकन यो यति मिठो भएको थियो कि। थ्याङ्क यू फर वाचिङ एभ्रिवान।